हामी तपाईको आम जनता मेयर साहब मेरो कुरा सुन्नु पहिला यहाँ सुन्नु पहिला मेरो कुरा पहिला सुन्नु नि तपाईँ पहिला तपाईँ दुईजनाको उखान दिनुभयो दुईजनाले बोलोस् ठिक छ दुईजनाले बोल्छ हामी आम जनता तपाईँको जनता तपाईँलाई हामीले जितेर पठाएको कि तपाईँले हामीले जितेर पठाउनु भएको छैन तपाईँलाई हामीले जितेर पठाउनु होइन हामीले तपाईँको क्वेसन सोध्न पाउने कि नपाउने म एउटा कुरा भन्छु यो 9 बजेदेखि बन्द हो त्यो थाहा छैन नि त हामीले किन थाहा छैन तपाईँ कहाँको मान्छे एकछिन कहाँको मान्छे तपाईँ कहाँको मान्छे कहाँ तपाईँलाई फोन गरेन तपाईँको स्थानीय एकछिन तपाईँ एउटा जवाब दिनु हम्पालको एकछिन तपाईँलाई मोबाइल स्विच अफ किन तपाईँ मिटिङ हुनुहुन्छ वार्ड अध्यक्ष तपाईँ हाम्रो एकछिन तपाईँलाई 20 दिन भइसक्यो 20 दिन फाइनल बगर भइसक्यो धुलो मैलो 10 दिन पछि होला ल होली आयो होली पछि गर्छ होला भन्ने कुरा गरेपछि हामी 3 दिनसम्म वेट गर्यौँ होली पछि अस्ति मंगलबारको दिन फोन गरे सर के छ कारण अनि उहाँले के भन्नु भने साइडको जुन छ त्यो साइड एज बनाउन बाँकी छ वाटर पानीको लागि त्यसै माटो भर्न बाँकी छ त्यसै हामी यो गरौँ हामीले भने जब तपाईँलाई त्यो साइड एज गर्नै थियो भने यो फाइनल किन गर्नुभयो 20 दिनदेखि हामी मरिरहेको छौँ के सुन्नु भएको छ हामी काम गर्दैछौँ कि मात्रै भनाइ उहाँहरूको हामी काम गर्दैछौँ मेरो नाम साहिल अनवर 9807 मेरा नाम क्या मोतीदान हो मोतीदान फेदर पैसा पर्दैन सर पैसा डाउनु चाहिँ हामी त खोल्दैनौँ हामीसँग सल्लाह गरिकन हामी खोल्दैनौँ बाटो नखोल्नु हो जरुरी हो कि यसमा के छ भने त्यसमा हामी पनि पर्छ तपाईँहरू पनि छ हामी पनि छ हात खान गाह्रो छ हामीलाई भात खान गाह्रो छ यही बाटो हातमा भात छ हात खाँदा गाह्रो कोचेर खानु पर्यो ढोका त बन्द पारेर तपाईको सिंगा पछिल्लो पनि आन्दोलन गर्नु 1 वर्ष होइन मैले एउटा कुरा भन्ने साथीको लागि पाराजुला बाइकले उहाँको गाडी चाहिँ रोकिएपछि हामीले के भन्नु खोजेको उहाँले 10 मिनट तपाईँ गाडीबाट ओर लिएर हामीसँग कुरा गर्नु मागको त्यही बाटोमा उभिएर देखाइदिनुहोस् अनि म तपाईँलाई भन्छु कि यहाँको मान्छेको कति पीडा छ गाडीबाट ओर लिनु भएन उहाँ के हुनुहुन्छ को हुनुहुन्छ गाडी 1 नम्बर प्रदेशको साइड मुख्यमन्त्री हो मैले उहाँले एउटा 10 मिनट मात्र 10 मिनट बाटोमा गाडी तपाईहरुले किन रोक्नु भयो हैन रोक्न चाहिँ रोकेको हो हामी चाहिँ एउटा 1 इन्च पनि सुन्नु हामी दिदैनौँ शरण हाल्न भएको हो शरण हाल्दै अनि लाग्न ब्याक त्यही भएर मैले हामीले तपाईहरुको कुरा सुनेन हाम्रो पुरो चाहिँ मुख्यमन्त्री हुनुहुन्छ लोकतन्त्र हो देशमा कुरा सुन्नु बोल्न हक दिएको छ सुन्ने कोही छैन कुरा सुन्नु बोल्ने हक दिएको छ सुन्ने कोही छैन लोकतन्त्रलाई फोन गरेर छ भएन हामीले सबै उहाँलाई यति रिक्वेस्ट गर्यौं कि यो बाटो युज नगर्दिनुस् तपाई अन्त कतैबाट जानुस् उहाँले अर्को वैकल्पिक बाटो चुज गर्नुभयो रोकेको हाम्रो उहाँले सम्मान गर्नुभयो अर्को बाटो जानुभयो यो बाटो युज हैन सुरुमा त बलै प्रयोग गर्न खोजेको थियो त्यसपछि चाहिँ सम्मान गरेर फन कताको त घुमाउनु घुमाएकै हो त्यसमा बल प्रयोग गर्न खोज्नु यो कार्यालय कसरी स्थगित गाडी लिन आउँदैन पानी हाले कि टाइम गर्नु चलाना हालियो
रुक जो त्यही चाल